Hello. Myself cool boy. Hello, मेरो नाम चाहिँ cool boy. अब हिन्दीमा मेरा नाम cool boy है जी. जापानिज निकाल्छौँ होला कमला सुरुवाल भित्र काट. आता सुनो. Hi, hello. Myself, the greatest fan of Cool Boy. Oh, hello. What's up? Yeah. Good, and how are you? I'm also good. Wow, like नेपाली बोलिहाल्यो अहिले फुत्किन्छ यो सुन्नुस् न. भन्नुस् न कस्तो राम्रो हो के तपाईलाई ढाको टोपी लगाएको. यस्तै छ के गर्नु. आज शुभ दिनमा आउनु भएछ. शुभ दिन पनि परेको हेर्नुस्. टोपी त उसले राम्रै लाउँछ. के छ त हजुरको विचार? मेरो विचार ठिकै छ भनौँ. ए अनि खानपिन भयो त हजुरको? हजुर मेरो भयो. हजुरको भयो? हावा लिएरै बसेको लिए हावा मेरो यस्तो तिमीले पख तिम्रो अहिले मैले यस्तो नाक फुटाएर तिम्रो ठिक छ हैन हो. कति साह्रो राम्रो देखिनु भएको हो. धन्यवाद छ हजुरलाई. धन्यवाद छ एकदम. बब्ली साइडमा आउन कुरा गर्नु छ. ठिक छ साइडमा भन्दा नि कफी खाऊँ न. मलाई त कफी खान जान मन लाग्छ. अब के यहाँ बस्नु लाइफमा. अनि हलुवामा बालुवा भयो जस्तो छैन? शोभाजी पुरै हलुवै जस्तो छ पुरै. के रे हजुरलाई म त अस्ति भर्खर पनि बोलेको जस्तो लागेको थियो. अनि बोलेको नि हजुर त लाइभ हेरेको. हजुरको तपाईँ त सबै कोकोसँग बोलिसकेको रहेछ. अनि चित्त दुखो. त्यति चाँडै चित्त नदुखाउनु न. केटो राम्रो छ, राम्रो घर पारको हो, राम्रो छ, मान्छे राम्रो छ. त्यही अलिअलि नटखट मात्रै हो. मिल्छ, बिस्तारै मिलाउनु पर्छ के. ऊ अब मान्छे ठिक छ, मिलाएर गर्नुपर्छ. अब यो बिस्तारै आफूले ठिक बनाउने हो के. केटा मान्छेहरू यस्तै हो, जाने मुख मार्दै हिँड्छन्. ठिक छ, मान्छे राम्रो छ. तपाईँले अलिअलि त कम्प्रोमाइज पनि गर्नु पर्यो त नि. अब यति राम्रो भइसकेपछि अलिअलि यसो दायाँ बायाँ भइहाल्छ. त्यो कुरा तपाईँले अलिक विचार पुऱ्याउनु न. त्यही त एकचोटि लाइभ जोइन भयो थिएँ. अनि अर्कोचोटि हेर्छु एउटा केटीसँग, अर्कोचोटि हेर्छु अर्को केटीसँग. ओ माई गड, म त हेर्दा पागल पो हुन आँटेँ त. अनि भयो, सकिनँ, हेर्नै सकिनँ म त. होइन हेर्नु पर्दैन, सुने मात्रै हुन्छ. हजुरले हेऱ्यो भने अलिक सकिन्न. अहिले हेर्न गाह्रो छ, सुन्ने मात्रै. कता गइसक्यो कुल कोही हजुर यता हेर्छु न. तिमीलाई टोयलेट आइरहेको छैन? टोयलेट जाऊ न एकछिन. कसलाई?